यदि तपाईँ टोकियो नजिकको चिबा एरियामा बस्नुहुन्छ भने चाहिँ यो पार्क पर्फेक्ट छ फ्यामिली टाइम स्पेन्डको लागि। अझै बेबीहरू भएको मामुहरूलाई त एकदम सुसुमे कस्तो राम्रो शान्त पार्क छ। यो पार्कमा चाहिँ म 2 चोटि गइसकेको छु। आज तपाईँ यो इयरको हानाबी गर्न जानुहुन्छ पिकनिकको लागि पनि एकदम पर्फेक्ट। साइडमा जू हेऱ्यो अनि उतापट्टि अर्को साइडमा चाहिँ पार्कहरू छ अनि त्यहाँ बसेर मजाले पिकनिकहरू खान मिल्छ। म चाहिँ 1 विक अगाडि जस्तो गएको थिएँ अनि त्यति बेला चाहिँ साकुरा फुलिसकेको थिएन। अहिले चाहिँ सायद फुलिसक्यो होला। अनि त्यहाँ चाहिँ बेबीहरू खेल्ने ठाउँहरू पनि यस्तो राम्रो राम्रो छ क्या। एकदम फ्री स्पेस छ बेबीहरूलाई इन्जोय गर्नको लागि। अनि बेस्ट पार्ट चाहिँ यो इन्ट्री फी चाहिँ टोटल्ली 0 हो। इन्ट्री फी केही लाग्दैन जूमा पनि पार्कमा पनि। अनि यसको लोकेसन चाहिँ निसिकासाई स्टेसनदेखि अराउन्ड 10 मिनट वाकिङ डिस्टेन्समा छ। त्यस्तो धेरै टाढा पनि छैन। अनि पार्क घुमेर जू हेरेर अनि त्यहाँबाट खानाको लागि साइडमा कस्तो राम्रो इन्डियन रेस्टुरेन्ट रहेछ क्या। वहाँ चाहिँ इन्डियन रेस्टुरेन्ट अनर पनि इन्डियन नै हुँदो रहेछ। तर खानाहरू चाहिँ टिपिकल नेपाली टाइपकै कस्तो मिठो मिठो थियो। ट्राई गर्नु होला तपाईँ पनि। थ्याङ्क यू।